तपाईँलाई थाहा छ मैले आज बोलेँ, मजाले बोलेँ है। सबैभन्दा प्रथम चाहिँ स्थिर सरकार हुने भयो, त्यसमा खुसी छु म। अर्को कुरा चाहिँ के हो भने प्रतिपक्ष खतरा छन् क्या, थोरै भयो नि खतरा छन्, किनभने उनीहरूसँग अन्तर्राष्ट्रिय दिमाग छन्, परराष्ट्र दिमाग के। तपाईँहरूसँग त्यो भिजन कहाँ छ? भोलि नाकाबन्दी भयो भने के होला? तपाईँले कसरी थेक्नुहुन्छ? मेरो प्रश्न त्यही हो है। 21 सालदेखि जग्गा नापी भएको, मैले यो पनि प्रश्न बनाएँ है। 21 सालदेखि जग्गा नापी भएको, 32, 33, 34मा सक्यो हो क्या, त्यो बेला जग्गा नापी सक्यो। जग्गा नाप्यो, किन नाप्यो? कर, घर कर, जग्गा कर, के अक्रम बक्रम गर्नलाई जग्गा नाप्यो। त्यो जग्गा नापेको बेलामा मजाले वर्गीकरण गर्दै भए, वर्गीकरण यो ठाउँमा बसोबास गर्न सक्ने, यो ठाउँमा चाहिँ व्यवसाय गर्ने, यो ठाउँमा खेती गर्ने, यो ठाउँमा औद्योगिक क्षेत्र, यो ठाउँमा मनोरञ्जन, यो ठाउँमा जङ्गल भनेर त्यही बेला वर्गीकरण गर्दै भए म जस्तो अमिन कति छन् त्यस्ता, किन दुःख पाउँथे? तपाईँहरूले गर्नु भएन। अब ल भन्नु, अबको सरकार बन्यो, खेत जति सबै घर बारी सबै बाँझो, खेता जति सबै 3 खेती लाग्ने खेत जति सबै घर छ, गाउँको बारी बाँझो छ। किनभने खेता सजिलो हुने घर बनाउन, बारीमा गाह्रो हुने। त्यो बेला वर्गीकरण गर्दै भए यसमा बस्ती बस्ने, यसमा खेती गरिदिने भनेर त्यो बेलामा त काङ्ग्रेसकै सरकार थियो त, काङ्ग्रेसै थिए त सरकारमा पनि। अब स्विजरल्यान्डमा हेर्नु, डाँडामा घर छ, तल खेत छ। स्विजरल्यान्डको त्यही होइन सौभाग्य भनेको। अब हामीले कसरी बनाउन सकिन्छ? हामीले त्यही डाँडा हेर्ने, बाँझो खेत, के अरे बाँझो बारी,